अंकल मासु कसरी छ? टुक्रा टुक्रा छ भाइ, भर्खर काट्न थालेको। मूल्य सोध्दैछु। मुला पाइँदैन नि भाइ यहाँ। मूल्य के? किलोको 1400 छ भाइ। हड्डी बिना भन्नु न। ए तिमी हड्डी बिनाको मासु खाने? राति आऊ न ल। राति आऊ मतलब? मजाक नगर्नु त अंकल। सुरु कसले गरेको? हड्डी नै हड्डी हाल्नुहुन्छ त अनि सधैँ किन्न आउँदा अनि हड्डी बिनाको मासु हुन्छ? हुन्छ नि, तपाईँ हड्डी छुटाउनु न, भइहाल्छ नि। गडेउलाको मासु खा भाइ, मासु खाने हो भने। ल त नि कुखुराको दिनु न त। पहिला भालेलाई सोध्न पर्छ। मासु के? ए त्यो त छैन। घटिया दोकान यस्तो नि मासु पसल हुन्छ? यो दिदीसँग किन्न पर्यो ल। दिदी यो कुखुरा कसरी छ? उल्टो छ भाइ। अंकल ऋण छ। छोरीलाई विदेश पठायो। छोराको बिजनेसमा स्टार्टअप छ भाइ। अस्ति आमा बित्नु भयो क्यान्सरले। पैसा गएको छ भाइ, मलाई साह्रै गाह्रो छ। मतलब धेरै ऋण छ भाइ मेरो टाउकोमा। कस्तो चाक जस्तो होला ऋण के साबुन। अनि म्याजिक नि दिनु न। जे भाइ नबोल है भाइ। म्याजिक बिस्कुट के? अनि ग्लुकोज दिनु न। कोच दिन बाबु, म समलिङ्गी होइन। ग्लुकोज के अंकल? ग्लुकोज एकैचोटि माग न। ल त्यही हो लास्ट। ग्लुकोज दिनु त। नाइ त्यो त छैन। के छ त? एक्लो बना बाबु। मतलब अरू के ग्लुकोज जस्तै ट्याङ रसना केही पनि छैन? लौ के भयो? मेरो बुढीको नाम रसना हो बाबु। अस्ति अर्को केटासँग भागेर गई थियो। मेरो रसना अर्कैसँग डसनामा सुत्दै होली अहिले। यो बुढोसँग अझै बोल्यो भने मलाई नै स्याड बनाइन्छ यसले। दाजु ऋण छ? भन्नु न दाजु, ऋण छ? यो होइन के, हिजो त्यो डोल्मा दिदीकोमा रक्सी खाएको 3000 तिर्नु छ के? यसो थोरै ऋण पाऊ न। 30 रुपियाँ भयो नि दिन न, एक गिलास खान्छु के फेरि। I love you Santaram। दाइ टी सर्ट देखाउनु न बच्चाको साइजको। तपाईँलाई त एक्स्ट्रा लार्जको लाग्छ। बच्चाको साइजको देखाउनु न खुरुखुरु। ए हुन्छ, भइहाल्छ नि। यो हुन्छ?